अनलाइन संगतिमा जोडिनुहुने प्रभुका प्रियजनहरू सबैजनालाई ख्रीष्ट अभिवादन जय मसीह। आज फेरि पनि तपाईँहरूको अगाडि प्रभुको वचन लिएर आउने यो सुन्दर मौका पाएकोमा म परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। र आज हामी बाइबलबाट येशू प्रभुको बेसिक शिक्षाहरूलाई हामी सुन्न गइरहेका छौँ। तपाईँलाई थाहा छ, येशू प्रभुले हाम्रो दैनिक जीवनमा चाहिने प्राय सबै जस्तो टपिकमा उहाँ बात गर्नुभएको छ है। चिन्ताको बारेमा बात गर्नुभएको छ, प्रार्थनाको बारेमा शिक्षा दिनुभएको छ, लोभको विषयमा शिक्षा दिनुभएको छ, अभिलाषाको विषयमा शिक्षा दिनुभएको छ। धेरै 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 टपिकहरू मलाई लाग्छ हामीलाई चाहिने कुनै पनि यस्तो विषय छैन होला जुन चाहिँ विषयमा चाहिँ उहाँले शिक्षा दिनु भएन। प्राय सबै विषयमा नै उहाँले शिक्षा दिनुभएको छ। तर आज बिहानी हामी तीनवटा बेसिक उहाँको टिचिङहरूलाई सुन्न गइरहेका छौँ। तीनवटा टपिकमा उहाँले के भन्नुभयो भन्ने विषयलाई हामी सुन्न गइरहेका छौँ। र यो तीनवटा विषय चाहिँ के हो भन्दाखेरि चाहिँ लभ, फर्गिभनेस एन्ड फेथ। म यो तीनवटा विषय तपाईँहरूको अगाडि बोल्न गइरहेको छु। प्रेम, क्षमा र विश्वास। लभ, फर्गिभनेस एन्ड फेथ। ल, येशू प्रभुले आफ्नो सेवकाईमा उहाँले यो तीनवटा कुरोको चाहिँ बेसिक शिक्षामा हामी देख्न पाउँदछौँ। र यो कुरो म तपाईँलाई बताउन चाहन्छु आजको दिन। र नेक्स्ट हप्ता भएछ भनेदेखिलाई यसैलाई म कन्टिन्यू गर्दै अरू विषयहरू पनि येशू प्रभुको शिक्षालाई म राख्न चाहन्छु। तर आज चाहिँ सुरुवात हामी यो तीनवटा बेसिक टिचिङबाट सुरु गर्नेछौँ। आशा गर्दछु तपाईँहरू सबैजना तयारी हुनुहुन्छ। हवस् त, सबैभन्दा पहिलो कुरो, जब हामी प्रेमको कुरा गर्दछौँ, बाइबल वास्तवमा प्रेमको आधारित हो। कसैले भनेको छ बाइबल परमेश्वरको प्रेमको स्टोरी हो। दिस इज द लभ स्टोरी अफ गड। परमेश्वरको प्रेमको किताब चाहिँ बाइबल हो भनेर भनेको छ है। किनभने परमेश्वरले संसारलाई यस्तो के गर्नुभयो, प्रेम गर्नुभयो। आफ्नो एकलौते पुत्रलाई उहाँले दिनुभयो। अनि पुत्र प्रभु येशू मसीहले पनि तपाईँ र मलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो जीवन हामीलाई दिनुभयो, पवित्र आत्मा हामीलाई दिनुभयो। अनि पवित्र आत्मा परमेश्वरले पनि हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले हामीलाई दान वरदानहरू दिनुहुन्छ, हामीलाई सुरक्षा दिनुहुन्छ, हामीलाई अभिषेक दिनुहुन्छ भन्ने कुरा तपाईँ र मलाई प्रशस्तमै थाहा छ। अनि बाइबलमा हामी बेसिक शिक्षाहरूलाई हेर्छौँ भनेदेखिलाई बाइबलले प्रेमको बारेमा अनि प्रेमलाई धेरै प्राथमिकता दिएका कुराहरू हामी देख्दछौँ। अन्य भाषाभन्दा पनि इम्पोर्टेन्ट प्रेम हो भन्ने कुरालाई पनि पावलले लेखेका कुराहरू हामी बुझ्दछौँ। अन्य भाषाभन्दा पनि इम्पोर्टेन्ट प्रेम हो होइन। सबै कुराहरू दान दक्षिणा भन्दा पनि, मैले गरेको धर्म कर्म भन्दा पनि इम्पोर्टेन्ट चाहिँ प्रेम हो भन्ने कुरालाई चाहिँ हामीले सिकाएका कुराहरू हामी देख्दछौँ। तर एनिवे, आज हामी येशू प्रभुले प्रेमको बारेमा सिकाएका कुराहरू हामी केही कुराहरू हामीले हेर्नेछौँ। ल, प्रेम जब हामी भन्दछौँ, येशू प्रभुले के भन्नुभयो भन्दाखेरि चाहिँ जब सदुकीहरू येशूलाई आएर प्रश्न गर्दछ, फारसीहरू सदुकीहरू आएर जब येशू प्रभुलाई प्रश्न गर्नुभयो कि सबैभन्दा मुख्य आज्ञा चाहिँ के हो भनेर उहाँलाई जब सोद्धछ है, सबैभन्दा ठुलो व्यवस्था चाहिँ के हो, सबैभन्दा मुख्य आज्ञा चाहिँ के हो भन्दाखेरि चाहिँ येशूले, यदि हामी मत्ती 22 अध्यायको 37लाई हेर्छौँ भनेदेखिलाई उहाँले भन्नुभयो, तैँले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु महान र प्रथम आज्ञा चाहिँ यही हो भनेर उहाँले भन्नुभयो। र यहाँनिर येशूलाई जब हामी हेर्दछौँ, सबैभन्दा पहिलो उहाँको शिक्षा चाहिँ, इम्पोर्टेन्ट शिक्षा चाहिँ के थियो भन्दा चाहिँ प्रेममा परमेश्वरलाई प्रेम गर्नु नम्बर 1 कुरो चाहिँ उहाँले भन्नुभयो। हाम्रो एकदमै इम्पोर्टेन्ट कुरा हो, प्रेम तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि यो प्रेम चाहिँ लडतरको प्रेम होइन, यो प्रेम चाहिँ सारा हृदयले है, यो प्रेम चाहिँ सारा प्राणले र यो प्रेम चाहिँ सारा समझले हामी परमेश्वरलाई प्रेम गर्नुपर्छ भन्ने कुरो चाहिँ येशू मसीहले प्रेमको शिक्षा दिँदै गर्दाखेरि उहाँले भन्नुभयो। अनि दोस्रो कुरो उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ, दोस्रो पनि यस्तै छ भनेर त्यसकै अगाडि तपाईँले हेर्नुहुन्छ भने 39 मा उहाँले भन्नुभयो, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तो प्रेम गर्नु। हेर्नुहोस् है त, प्रेमको शिक्षामा येशूले पहिला भन्नुहुन्छ परमेश्वरलाई प्रेम गर्नु सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण समझले। अनि त्यसको बादमा उहाँले भन्नुहुन्छ छिमेकीलाई प्रेम गर्नु
कसले जस्तै छिमेकीलाई चाहिँ आफूलाई जस्तो प्रेम गर्नु। मलाई लाग्छ हामी संसारमा सबैभन्दा बेसी वास्ता र प्रेम चाहिँ हामी आफूले आफ्नै गर्छौँ। अनि येशूले भन्नुहुन्छ तिम्रो छिमेकीलाई चाहिँ तिमीले त्यसरी नै प्रेम गर भनेर उहाँले भन्नुहुन्छ। कति मुस्किल कुरो नि, हामी टाढाको व्यक्तिहरूलाई, हाम्रो टाढाको मित्रहरूलाई प्रेम गर्नु सजिलो हुन्छ, तर छिमेकी घरभित्रकै मान्छेलाई कहिले छिमेकी घरको छेउको घरको मान्छेलाई प्रेम देखाउनु र प्रेम गर्नु कति गाह्रो पर्छ होइन। सिमानाको लागि झगडा हुन्छ या त सानो कुराको लागि हामी भनाभैरी हुन्छ, अनि छेउको व्यक्तिलाई चाहिँ छिमेकीलाई चाहिँ प्रेम गर्नु साह्रो पर्छ। तर येशू प्रभुको शिक्षाले चाहिँ भन्दछ तिमीले के गर, परमेश्वरलाई प्रेम गर, अनि दोस्रो नम्बरमा चाहिँ उहाँले भन्नुहुन्छ तिमीले के गर, आफ्नो छिमेकीलाई पनि तिमीले आफूलाई जस्तो प्रेम गर। ओके, लड्दरको प्रेम होइन, तिमीले छिमेकीलाई के गर, आफूलाई जस्तो प्रेम गर भनेर भन्दछ। अनि अझै उहाँले प्रेम कसलाई गर भनेर उहाँले भन्नुहुन्छ। हामीले हेर्दै जान्छौँ भनेदेखिलाई यदि मत्तीको 5:44 हेर्छौँ भनेदेखिलाई मत्ती 5:44 यहाँनिर उहाँले भन्नुहुन्छ, तर म तिमीहरूलाई भन्दछु आफ्नो शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेको निम्ति प्रार्थना गर। हेर्नु न, परमेश्वरलाई प्रेम गर्नु ओके हामी सक्छौँ अरे त्यो है, परमेश्वरलाई प्रेम गर्न त सकौँला अरे, तर छिमेकीलाई प्रेम गर्नु अलिकति मुस्किल। तरै पनि ठिकै छ, लु बाइबलले भनेको छ, त्यसले गर्दा छिमेकीलाई पनि हामी प्रेम गरौँला अरे। तर यहाँनिर प्रभुले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ तिम्रो शत्रुलाई पनि प्रेम गर। अचम्म लाग्दो कुरो नि, शत्रुलाई प्रेम गर, कति मुस्किल कुरो हो। दुश्मनलाई, शत्रुलाई प्रेम गर्नु, जो चाहिँ तपाईँ र मेरो विरुद्धमा छ उनीहरूलाई प्रेम गर्नु, जो चाहिँ तपाईँ र मेरो विषयमा दुनियाँलाई नराम्रो कुरो भनिन्छ, ब्याकबाइटिङ गरिन्छ, जसले चाहिँ तपाईँ र मेरो भलाइ देख्न चाहँदैन, यस्तो व्यक्तिहरूलाई प्रेम गर्नु के यो सम्भव कुरा होला र? यो निश्चय पनि हाम्रो निम्ति असम्भव। तर येशूले भन्नुहुन्छ उहाँको प्रेमको शिक्षामा, हेर तिमीलाई तिम्रो शत्रुहरूलाई पनि तिमीले के गर, प्रेम गर, र तिमीलाई सताउनेहरू जति पनि छ नि तिम्रो दुश्मनहरू, उनीहरूलाई चाहिँ के गरिदेऊ अरे, प्रार्थना गरिदेऊ, उनीहरूको लागि प्रार्थना गरिदेऊ। यो चाहिँ हाम्रो प्रभु येशू मसीहको टिचिङ हो प्रियहरू, प्रेमको विषयमा। अनि येशूले यो प्रेमको शिक्षा चाहिँ उहाँले दिनु मात्रै चाहिँ भएन है, प्रेम चाहिँ तिमीले गर भनेर उहाँले आज्ञा मात्रै चाहिँ दिनु भएन, तर उहाँ स्वयंले पनि गरेर देखाउनु भयो। उहाँ स्वयंले पनि त्यो प्रेम देखाउनु भयो। हामीले देख्छौँ उहाँले आफ्नो शत्रुहरूलाई क्षमा गरेका हामीले कुराहरू देख्छौँ, उहाँले शत्रुहरूलाई प्रेम गरेका कुराहरू हामी देख्छौँ। येशूले आफ्नो शत्रुलाई प्रेम गर्नुभयो र उहाँले यही कुरो चाहिँ उहाँले भन्नुहुन्छ, तिमीहरू के गर, शत्रुलाई पनि प्रेम गर। ओके, प्रेमको विषयमा येशूले के भन्नुभएछ त? नम्बर 1 मा उहाँले भन्नुभयो आफ्नो कसलाई प्रेम गर, परमेश्वरलाई तिमीले प्रेम गर, सारा समझले, हृदयले, प्राणले र समझले प्रेम गर। अनि त्यसरी भन्दै लाँदा उहाँले भन्नुहुन्छ छिमेकीलाई पनि तिमीले आफूलाई जस्तो प्रेम गर। अनि अझै एक्सट्रिममा उहाँले गएर भन्नुहुन्छ तिम्रो शत्रुलाई पनि तिमीले के गर, प्रेम गर भनेर भन्नुहुन्छ। अनि अझै एउटा प्रेमको बारेमा म भन्न मन लाग्यो। यदि हामी यूहन्ना 13 अध्यायलाई हेर्छौँ भनेदेखिलाई यूहन्ना 13को 34 र 35 पदमा यसरी लेखिएको छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदैछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछ कि तिमीहरू मेरो चेलाहरू हौ। आमेन। कति मज्जाको कुरो यहाँनिर प्रभु येशू मसीहले प्रेमको बारेमा भन्नुहुन्छ। उहाँले भन्नुहुन्छ, हेर म एउटा नयाँ आज्ञा तिमीहरूलाई दिँदैछु, म चाहिँ एउटा नयाँ आज्ञा तिमीहरूलाई दिँदैछु। अनि त्यो नयाँ आज्ञा चाहिँ के हो भन्दा चाहिँ तिमीहरूले एक अर्कामा प्रेम गर। हेर्नुहोस् है त, नम्बर 1 मा उहाँले भन्नुभयो परमेश्वरलाई प्रेम गर, दोस्रोमा उहाँले भन्नुभयो छिमेकीलाई प्रेम गर, तेस्रोमा उहाँले भन्नुभयो शत्रुलाई प्रेम गर, अनि चौथोमा उहाँले के भन्नुहुँदैछ, अब तिमीहरू एक अर्कामा प्रेम गर, मण्डलीभित्र एक अर्कामा प्रेम गर। हिजो आज हामीले एक अर्काको प्रेमलाई सेलाउँदै गरेको देखिरहेका छौँ होइन। यहाँनिर भन्दछ तिमीहरू एक अर्कामा प्रेम गर। एउटा मण्डलीमा गुटबन्दी भएका कुराहरू हामी देखेका छौँ। एक मण्डलीले अर्को मण्डलीलाई मन पराउँदैन, एउटै मण्डलीभित्र पनि कतिजनाले यसले त्यसलाई मन पराउँदैन, त्यसले त्यसको विरुद्धमा कुरा गरिरहेको छ। अहिले यस्ता कुराहरू प्रशस्तै मात्रामा मण्डलीमा देखिरहेका छौँ। यहाँसम्म कि अगुवाहरूको विरुद्धमा पनि मानिसहरूले झुन्ड बनाएर
उनीहरूको ब्याकबाइटिङ गरेका कुराहरू हामी देख्दछौँ। कति दुःख लाग्दो कुरो। येशू प्रभुले भन्नुहुन्छ, हेर म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु, अनि यो नयाँ आज्ञा चाहिँ के हो भन्दाखेरि चाहिँ तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरू एक अर्कालाई प्रेम गर। अनि कस्तो खालको प्रेम गर एक अर्कालाई? हेर तिमीहरूलाई मैले जस्तो प्रेम गरेको छु, प्रभु येशूले तपाईँ र मलाई कस्तो प्रेम गर्नुभएको छ भन्नुहोस् त। उहाँले निस्वार्थ प्रेम गर्नुभएको छ। उहाँले केही स्वार्थ बिना, जिरो, उहाँको स्वार्थ एउटा पनि छैन। उहाँको अनकन्डिसनल प्रेम हो उहाँको। अनि उहाँले भन्नुभएको छ, हेर जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु नि, तिमीहरूले पनि एकअर्कामा त्यस्तै प्रेम गर। अनि 35 मा यति मजाले भन्छ उहाँले, हेर तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भनेदेखिलाई चाहिँ यसैबाट अरूले जान्नेछ कि तिमीहरू चाहिँ मेरो चेलाहरू हो। तिमीहरू चाहिँ मेरो चेलाहरू हो भनेर चाहिँ यसैमा चाहिँ अरूहरूले जान्नेछ, थाहा पाउनेछ प्रियहरू। तर आज हामी दुःखलाग्दो कुरो एकअर्कालाई प्रेम गर्न सक्दैनौँ। दुःखलाग्दो कुरो, मण्डलीभित्र तनाव, मण्डलीभित्र भनाभैरी, मण्डलीभित्र एक दोस्रोको गुटबन्दीका कुराहरू हामी देख्दछौँ। तर येशूले भन्नुहुन्छ, हेर तिमीहरू एकअर्कालाई प्रेम गर। तपाईँलाई थाहा छ बाइबलमा तपाईँले हेर्नुहुन्छ भनेदेखिलाई यो एकअर्कालाई भन्ने शब्द बहुत बार लेखिएको छ। एकअर्कालाई सहायता गर, एकअर्काको निम्ति प्रार्थना गर, एकअर्कालाई प्रेम गर, एकअर्कालाई सघाऊ भन्ने कुराहरू बार बार लेखिएको छ। एक मनको एक अर्कालाई भन्ने कुरा बार बार लेखिएको छ। प्रियहरू, यो येशू प्रभुको शिक्षा हो। ओके, प्रेमको बारेमा येशू प्रभुले यो कुराहरू भन्नुहुन्छ, परमेश्वरलाई प्रेम गर, छिमेकीलाई प्रेम गर, शत्रुलाई प्रेम गर। अनि उहाँले भन्नुहुन्छ तिमीहरू एक अर्कालाई प्रेम गर। अनि जब एक अर्कालाई प्रेम गर्छौ, त्यो चाहिँ मैले तिमीहरूलाई गरेको जस्तै चोखो प्रेम एक अर्कालाई गर। अनि जब तिमीहरू यस्तो गर्छौ, तिमीहरू चाहिँ मेरो चेला हौ भनेर प्रमाणित गर्छौ भनेर उहाँले भन्नुहुन्छ। र दोस्रो कुरो यहाँनिर उहाँको बुनियादी शिक्षामा नम्बर 1 लभ, अनि प्रेम है। अनि दोस्रो कुरो चाहिँ फर्गिभनेस, क्षमाको विषयमा उहाँले शिक्षा दिनुहुन्छ। अनि क्षमाको विषयमा उहाँले शिक्षा दिँदै गर्दाखेरि मत्ती 6 अध्यायमा हामीले हेर्छौँ, उहाँले प्रार्थना गर्न सिकाउनु भयो नि है। प्रभुको प्रार्थनामा के सिकाउनु भएको छ? हाम्रो अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीलाई क्षमा गरेका छौँ। हेर्नुहोस् है त, क्षमा। अनि येशू प्रभु चाहिँ साँच्चै नै क्षमा दिने परमेश्वर हुनुहुन्छ। उहाँले व्यभिचारी स्त्रीलाई धरि उहाँले क्षमा दिनुभयो। व्यवस्थाको अनुसार उहाँले ढुङ्गा हानेर मारिने योग्यको काम त्यो स्त्रीले गरेको थियो। तर येशू प्रभुले उसलाई क्षमा दिनुभयो अनि भन्नुभयो, हेर के तिमीलाई कसैले दण्ड दियो? दिएन होइन, म पनि तिमीलाई दिदिनँ दण्ड। आइन्दा यस्तो काम नगर भनेर येशूले क्षमा दिनुभएका कुराहरू हामी देख्दछौँ। येशू प्रभुले आफूलाई सताउनेहरूलाई, आफूलाई कोर्रा लगाउनेहरू, थुक्ने पिट्ने मानिसहरूलाई पनि उहाँले भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गरिदिनुहोस्, यिनीहरूले के गर्दैछ जान्दैन। येशू प्रभु चाहिँ क्षमाको दाता हुनुहुन्थ्यो। उहाँले प्रशस्तै मात्रामा क्षमा दिनुभयो, शत्रुहरूलाई क्षमा दिनुभयो, आफ्नो विरोधीहरूलाई क्षमा दिनुभयो, पाप गर्नेहरूलाई क्षमा दिनुभयो। अनि उहाँले त्यही कुरो हामीलाई पनि सिकाउनु भयो। र तिमीले प्रार्थना गर्दा चाहिँ यसरी प्रार्थना गर्नु, हाम्रो अपराधहरू क्षमा गर्नु जसरी हामीले आफ्नो अपराधीलाई क्षमा गरेका छौँ भनेर चाहिँ उहाँले भन्नुहुन्छ। अनि अझै अगाडि तपाईँले मैले हेर्दै जान्छु भनेदेखिलाई चाहिँ नि के भन्छ भन्दाखेरि चाहिँ मत्ती 6 को 14 र 15ले, किनकि तिमीहरूले मानिसहरूको अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुन्छ। हेर्नुहोस् है, धेरैचोटि हामी अरूलाई क्षमा गर्दिउँना, त्यसलाई म जानेको छु नि भनेर हामीले दागा धरिरहेका हुन्छौँ। अनि त्यति मात्रै नभएर कोही कोही बेला चाहिँ दिए क्षमा, लु भयो नि त, तिम्रो बाटो आफ्नै मेरो बाटो आफ्नै भन्ने कुरा पनि हामीले गरिरहेका हुन्छौँ। तर प्रभुको वचनले के भन्छ भन्दा चाहिँ नि, हेर यदि तिमीहरूले चाहिँ मानिसहरूको अपराध क्षमा गर्यौ भनेदेखिलाई स्वर्गमा हुने पिताले तिमीहरूको क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले क्षमा गरेनौ भनेदेखिलाई स्वर्गमा हुने पिताले पनि तिमीहरूका क्षमा गर्नुहुने छैन भनेर चाहिँ मत्ती 6 को 14 र 15ले स्पष्ट रूपले बताउँदछ। क्षमा प्रियहरू, क्षमा दिनु एकदमै इम्पोर्टेन्ट कुरा हो। तपाईँ र मैले कतिपल्ट क्षमा दिन्छौँ, कसलाई क्षमा दिएका छौँ? फेरि हुनसक्छ तपाईँ र मेरो विरुद्धमा उठ्ने धेरै मानिसहरू छ होला, अनि कतिचोटि हामीले उनीहरूलाई क्षमा दिएका छैनौँ होला है। कति बेला यस्तो क्षमा दिनु साह्रै पनि पर्दछ। तर प्रियहरू,
यदि तपाईँ र मैले क्षमा दिउन भनेदेखिलाई नि बाइबलले भन्दछ र तिमीहरूलाई पनि स्वर्गीयमा हुने तिमीहरूको पिताले क्षमा दिने छैन भनेर उहाँले भन्नुहुन्छ। तपाईँलाई थाहा छ एकपल्ट के भयो भन्दाखेरि चाहिँ पत्रुसले येशू प्रभुलाई सोच्दछ। येशू प्रभुले क्षमाको विषयमा भाइको अपराधको बारेमा उहाँले भन्दै गर्दाखेरि पत्रुसले आएर उहाँलाई भन्दछ, के प्रभु मेरो भाइले कतिपल्टसम्म मेरो विरुद्ध पाप गरे मैले क्षमा दिनु, के 7 पल्टसम्म त्यसलाई क्षमा दिइरहनु भनेर येशू प्रभुलाई सोध्नुहुन्छ है। मत्ती 18 को 21 र 22 मा तपाईँले हेर्न सक्नुहुन्छ। के म 7 पल्टसम्म क्षमा दिनु भनेर जब येशूलाई सोध्छ, येशूले तिनलाई के भनेर भन्नुहुन्छ भन्दाखेरि चाहिँ येशूले तिनलाई भन्नुभयो, म तिमीलाई भन्दछु 7 पल्ट मात्र होइन तर 7 गुना 70 पल्टसम्म तिमीले क्षमा दिनुपर्छ। भन्नुको मतलब चाहिँ जतिसुकै पाप गरोस्, जतिसुकै हाम्रो विरुद्धमा खडा होस्, जतिसुकै हाम्रो विरुद्धमा बोलोस्, तिमीले सबैपल्ट नै के गर आफ्नो भाइलाई तिमीले क्षमा देऊ। तर धेरैचोटि तपाईँ र मैले अरूलाई क्षमा दिन सक्दिनौँ। अरूको रिसलाई बोकेर बस्छौँ, हामीले अरूको त्यो नमिठोपनलाई हामीले मनमा गाडेर बस्छौँ है, दागा धरेर बस्छौँ। प्रियहरू, हामीले यस्तो प्रकारले स्वतन्त्र जीवन जिउन सक्दैनौँ, आनन्दको जीवन जिउन सक्दैनौँ। येशू प्रभुको बेसिक बुनियादी शिक्षामा नै उहाँले भन्नुभएको छ, क्षमा गर र तिमीलाई पनि क्षमा गरिनेछ। ओके, आज समय धेरै गयो, मैले सधैँभन्दा धेरै लामो बोलेँ र अझै एउटा थियो, म तपाईँलाई अर्को पालि भन्न चाहन्छु। तर येशूको बुनियादी शिक्षामा आज 2वटा कुरा हामीले हेर्न सकेका छौँ। नम्बर 1 लभ, हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ, छिमेकीलाई प्रेम गर्नुपर्छ, शत्रुलाई पनि प्रेम गर्नुपर्छ अनि एक दोस्रोलाई प्रेम गर्नुपर्छ। अनि दोस्रो कुरो हामीले क्षमाको बारेमा सुनेका छौँ। हामीले अरूलाई क्षमा दिनुपर्छ, तब मात्रै हाम्रो पनि अपराधहरू क्षमा हुन्छ। कसैको रिस बोक्नु हुँदैन। जसरी येशूले हामीलाई क्षमा दिनुभयो, हामीले पनि त्यसरी नै सबैलाई क्षमा दिनुपर्छ। आमेन। आजको वचन अनुसार हामीलाई परमेश्वरले प्रेमिलो व्यक्ति बनाओस् अनि सबैलाई क्षमा दिने व्यक्ति बनाओस्। गॉड ब्लेस यू। हैव अ ब्लेस्ड डे अहेड।